हेलो दर्शन नमस्कार सबैजनामा एकदमै हामी चाहिँ अहिले सेप्पल आएर अहिले चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि छुट्टी दिन यसो घुम्नको लागि कहाँ जानु भन्दा नि शनिबारको माहौल चाहिँ कस्तो छ भनेर सो लङ टाइम हामी चाहिँ यसो बाहिर निस्केको हेरौँ अब के हुन्छ कस्तो छ के छ माहौल होइन। आज शनिबारको दिन सबैजना छुट्टीमा छौँ होला। आज चाहिँ यसो घुमघाम गरेर एक दुई घन्टा अनि ब्याक टु होम गर्नुपर्ने छ। त्यस कारणले गर्दाखेरि आज चाहिँ सर घुमघाम गर्दै हामी चाहिँ अहिलेको अवस्था चाहिँ यस्तो छ। आज चाहिँ बिहिबार छैन, नर्मल छ। हामी चाहिँ सर यतातिर समाज चाहिँ चिने जानेकोले यो एरियालाई यतातिर छ। हल्का घुमघामको लागि है त। यहाँ चाहिँ टिकटकरहरू देख्न सकिन्छ हाम्रो दिदीबहिनी टिकटकमा हामी चाहिँ अब जाँदैछौँ हामी चाहिँ यो एरियामा। यो एरिया यस्तो छ अहिले चाहिँ। अब चाहिँ यतातिरदेखि लिएर सर जाँदैछौँ। सिङ्गल हो यहाँ चाहिँ, सिङ्गल पुल्लो घर चाहिँ त्यहाँ मान्छेको चाहिँ सबैलाई थाहा होला यो एरिया। हामी चाहिँ अब सिङ्गल पुल सर जाँदैछौँ। अहिले सेन्टर छ। अब चाहिँ एक राउन्ड यो एरिया लगाएर माथि कर्नेस छ, यतातिर वर्ल्ड ट्रेड सेन्टर मार्केट छ। त्यस पछाडि हामी चाहिँ एक राउन्ड लगाउँछौँ है त। दुईजना बुढाबुढीको यहाँ परेको छ। हाम्रो बुढाबुढी चाहिँ यहाँ हिँड्दैछौँ। यिनीहरूको बुढाबुढी खै किन रिसाएर अघिल्लो पछि हिँड्दैछन्। अलिअलिसम्म सँगै थियो, अहिले चाहिँ यहाँ पछि अघिल्लो पछि हिँड्दैछन्। रिसाएर बुढो अगाडि गइसकेका छन्। हाम्रो दाजु दिदी चाहिँ यहाँ पछि भेट्टाउने प्रयास गर्दैछ। जिन्दगी यही हो, एकजना अघि एकजना पछि जिन्दगी यही हो। हामी चाहिँ सँगै यो चाहिँ कर्नेस, अहिले चाहिँ कर्नेस भन्ने बिल्डिङ बनाउन दिएको, अर्कोलाई बनाइसकेर ठेकदार फेरि चौधरी गुरुङको पऱ्यो। हेर्न सक्नुहुन्छ तपाईँहरू। किनकि यहाँ चाहिँ बारबिक्यूहरू बनाउने, खाने, रमाइलो गर्ने र इन्जोय गर्ने यो एरिया भनेको अब सिटी भयो। यो एरिया भनेको इन्जोय एरिया भयो यो चाहिँ। किनकि गभर्मेन्टले यस्तो छुट्टा दिएको हुन्छ। यहाँ भनिसक्यो यिनीहरूले मरेको बिलाहरू खाइसक्यो भनेर। हामी चाहिँ अहिले फाइनल्ली आइसकेको छ कि उसमा तपाईँहरूलाई थाहा भइसक्यो। कर्नेस बिचतिर आइसक्यो। यो एरिया भनेको तपाईँहरूले देखिसक्नु भइसक्यो। छ रमाइलो छ। रमाइलोको बावजुद पनि हामी पनि अझ रमाइलो गर्दै, किनकि हामी हल्का भिडियो बनाउँदै हिँडेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ पछाडिको एरिया सबैजना इन्जोय गरिरहेका छन्। यो भनेको तपाईँहरूलाई थाहै छ यो एरिया रमाइलो छ कि पछाडिको एरिया भनेको। एभ्री वान इन्जोय, एभ्री वान इज मेकिङ बारबेक्यू। हेर्नुहोस् तपाईँहरूले बारबेक्यू बनाउँदै इन्जोय गरिरहेको छ यहाँ मान्छेहरू। हेर्नुहोस् यहाँ तपाईँहरू पनि आएर इन्जोय गर्न सक्नुहुन्छ बारबेक्यू बनाउँदै, साथीभाइहरूसँग इन्जोय गर्दै। सबैजना यो चाहिँ
यो चाहिँ एकदमै कलरफुल एरिया हो। यहाँ चाहिँ धेरै रमाइलो हुन्छ किनकि तपाईँहरूले कुनै चार्ज तिर्नु पर्दैन, पैसा तिर्नु पर्दैन। तपाईँहरू साथीभाइ जम्मा भएर ट्याक्क आएर बनाउन सक्नुहुन्छ। यस्तो हुन्छ तपाईँहरू। यो चाहिँ बस्नलाई घुम्नलाई धेरै आनन्दको ठाउँ हो। हाम्रो साथीभाइहरू पनि हुनुहुन्छ यहाँ चाहिँ। यस्तो छ रमाइलो पोस्टर भनेको यस्तो हुन्छ। रुखहरू आनन्द यस्तो हुन्छ। यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ अब चाहिँ पानी यस्तो बनाएको हुन्छ कि यो चाहिँ पानी यस्तो गरेर खुलाएर तपाईँको चाहिँ यस्तरी हालेको हुन्छ पानी। हेर्नुहोस् तपाईँहरूले हेर्नुहोस् त हामी चाहिँ यहाँ छौँ। यो चाहिँ के को मूर्ति हो तपाईँहरूले आफै अवलोकन गर्नुहोस्। हामी चाहिँ यस्तो छौँ। पानी चाहिँ मजाले ठाउँ चाहिँ दामी छ। पुरै उ छ। परदेशको ताजा अवस्था चाहिँ अहिलेको यस्तो छ। जताततै मान्छेहरू जताततै रमाइलो गर्दै रमाइलो छ अवस्था चाहिँ अहिलेको। हामी चाहिँ सानो मिनी भ्लग बनाउँदै हिँडिरहेको छौँ सबैजना। यो चाहिँ आफ्नो एरिया हुन्छ। हामी चाहिँ अलि पहिला आएको थियौँ यहाँ चाहिँ बनाउनको लागि, बारबिक्यू बनाएर खानको लागि आएको थियौँ। अहिले चाहिँ धेरै मान्छेहरू किनकि आफ्नो फ्यामिली आफ्नो साथीभाइहरूसँग प्रोग्राम गर्दै बस्दै हुनुहुन्छ। हामी चाहिँ हल्का आजको अवस्था बुझ्दै आउँदैछौँ। हामी चाहिँ यो चाहिँ फेरि एकदमै राम्रो खेल्ने ठाउँ एउटा। अब यहाँ मात्रै हेरौँ चाहिँ हामी चाहिँ प्रत्यक्ष पर्खाउन सक्छ। अहिले चाहिँ हामी यो चाहिँ मान्छेलाई मनोरञ्जनको लागि बनाइएको दृश्य हो। यहाँ अब दिदीबहिनीहरू हुनुहुन्छ। यो चाहिँ घुम्ने ठाउँ र घुम्नको लागि धेरै नै ठाउँहरू बनाइसकेको छ यो एरियामा। हामी चाहिँ हल्का यो चाहिँ यहाँ चाहिँ त्यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ मकै यस्तै हाँसिरहेको छ। अब यो चाहिँ रेस्टुरेन्टको लागि रहेछ। यो पनि रेस्टुरेन्टको लागि रहेछ। यो स्टेज रहेछ। यहाँ चाहिँ प्रोग्राम हुँदै रहेछ सायद अबको 1-2 दिनभित्र। यहाँबाट चाहिँ भित्र छिर्ने ठाउँ छ। यो चाहिँ सबै यो एरिया चाहिँ यस्तो बनाएको रहेछ अहिले चाहिँ। यो एरिया तपाईँहरूलाई को लागि रातिको लागि साइट होला किनकि यो एरिया बारे छ कि यस्तो छ। जुन एरिया छ नि यो एरियादेखि यो एरियासम्म चाहिँ तर यस्तो बनाएर चाहिँ अब यो चाहिँ घुम्ने ठाउँतिर यो ताजा भिडियो देखाउँछौँ है त। यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि बाटो क्रस गर्नु पऱ्यो भने एउटा सिङ्गल हुन्छ, एउटा चाहिँ अलि लङ दुरी पऱ्यो भने चाहिँ अन्डरपास हुन्छ। अन्डरपास भनेको चाहिँ हामी चाहिँ यो हेर्दै सर जान सक्छौँ कि यो बाटो एउटा बाटो के हुन्छ यता पारि पुग्छ किनकि चारतिर हुन्छ। यहाँ हुन्छ। यहाँ चाहिँ कुनै हुँदै हुन्न यस्तो चोरी डकैती यस्तै साइकल राख्न सक्छन्। अनि एउटा चाहिँ बाटो यता हुन्छ यो पारि जाने हुन्छ। एउटा चाहिँ हामी चाहिँ कस्तो हुन्छ भन्दा यस्तो हुन्छ। अब हामी चाहिँ यो बाटो हुँदै हामी चाहिँ पैदल यात्राको लागि। अब तपाईँ यहाँ दुईतिर चुज गर्न सक्नुहुन्छ कतातिर जान चाहनुहुन्छ। यतातिर
अथवा यतातिर अनि फाइनल्ली हामी चाहिँ कर्नेस आइपुग्यो कर्नेस बिचमा हामी यस्तो मोह फाइनल्ली हामी चाहिँ धेरै खेल्ने ठाउँहरू धेरै घुम्ने ठाउँहरू तपाईँहरूले बुकिङ गरेर ठाउँहरू हिँड्न सक्नुहुन्छ हामी चाहिँ त्यो ठाउँमा आइसकेको छ यो चाहिँ अबुधाबीको एकदमै राम्रो ठाउँ हो फ्री सेवा पनि छ यहाँ चाहिँ किनकि फ्री सेवा चाहिँ के छ भन्दाखेरि तपाईँहरू स्विमिङ गर्न चाहनेलाई चाहिँ फ्री सेवाहरू छ पब्लिक प्यालेस छ घुम्नको लागि पनि राम्रो ठाउँ यस्तो ठाउँ छ तपाईँहरू चाहिँ एकदमै मजाले आएर घुमेर मनोरञ्जन लिन सक्नुहुन्छ किनकि पैसा तिरेर पैसै गरेर रमाइलो गर्नुपर्छ भन्ने यहाँ छैन किनकि यस्तो ठाउँहरू छ शिवजीको मूर्ति रहेछ खै त्यस्तै लाग्छ मलाई चाहिँ शिवजीको मूर्ति जस्तै देखिन्छ हो र होइन होला त्यस्तै लाग्छ लाग्नु हामी चाहिँ अहिले थाइल्यान्डको लोसा सहरमा छौँ कर्नेस बिच अब यो पब्लिक प्लेसको यो ठाउँ छ नि यो चाहिँ यस्तो छ हाम्रो यो बिरालुहरू पनि आफ्नो इन्जोय तरिकाले बस्छ हेलो हाई अरे यो बिरालु पनि आफ्नै पारामा छ यस्तो छ यस्तो दामी ठाउँ छ क्या यो चाहिँ किनकि जो कोही आए पनि मनोरञ्जन आफ्नो तरिकाले लिन सक्नुहुन्छ हो पालि देख्नु भयो तपाईँहरूले है अब यो डुङ्गाहरू सबै ऱ्याफ्टिङ गरिआएको छ सबैजनाले आफ्नो तरिकाले अब यो चाहिँ पब्लिक प्लेस हो यहाँ चाहिँ न गाडी हिँड्न पाउँछ न बाइक हिँड्न पाउँछ मान्छे हिँड्ने हो एउटा दुइटा साइकल हिँड्छ त्यति हो यो रोडभन्दा झन् यो वान साइड रोडभन्दा एकदम ठुलो प्लेस छ किनकि यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ एकदमै दामी ठाउँ छ एकदमै दामी ठाउँ छ अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यदि तपाईँहरूसँग पैसा भयो तपाईँहरू घुम्न चाहनुभयो भने यस्तो छ मजा छ क्या हेर्ने पानी जहाजमा सर यस्तै एक दुई घन्टा आनन्द लिन सक्नुहुन्छ है त तपाईँहरू अहिले चाहिँ यस्तो छ क्या दामी ठाउँ यो ठाउँ चाहिँ यस्तो दामी छ यहाँ घुम्नको लागि यस्तो गर्नको लागि तपाईँहरू दामी ठाउँ छ तपाईँहरू यदि छुट्टीको दिन चाहिँ आएर मजाले बिना पैसामा चाहिँ घुम्न सक्नुहुन्छ बिना पैसामा किनकि यहाँ पैसा लाग्दैन यहाँ चाहिँ पानी छ यस्तो हुन्छ पानी यसरी निकालेको हुन्छ पानी 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 पिउन चाहियो भने ठ्याक्क यस्तो त्यो दबाउनु पानी यहाँ हुन्छ यस्तो हुन्छ यो दबायो भने पानी चाहिँ केपी ओलीको जहाज हेर्नुहोस् केपी ओली सरको अब चाहिँ समुद्र क्या दामीले क्या दामी छ कोशी नदीदेखि अहिले जहाज आउँदैछ कोशी नदीदेखि सर र जहाज आउँदैछ यो चाहिँ पोखरा हुँदै बेनीसम्म जाने कुरा छ हेरौँ कहाँसम्म पुग्छ हाम्रो केपी सरकारले कहाँ जाँदैछ भन्दाखेरि यो चाहिँ पोखरा गएर फर्किने कुरो छ जाने कुरो छ किनकि चुनावको माहौल छ केपी सर यो आउँदैछ अब बेनीसम्म अब यो चाहिँ कुसमा गएर एकछिन खाजा खाएर जाने कुरो छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ
फर्नेस एरियाको एरिया हो। त्यहाँ चाहिँ घुमफिर गर्दै चाहिँ सर आइपुगेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ सर घुमफिर गर्दै यस्तै घुम्दैछौँ हामी। मुन्टामा आइसकेको छ। हेलो गर्दै हुनुहुन्छ केटीबाको हेलिकप्टर ल ल अबुधाबीको सिटी अहिले चाहिँ दिउँसोको 4 बजिसकेको छ। यस्तो छ दामी छ भ्यूज चाहिँ क्या दामी छ क्या। यस्तो छ क्या अबुधाबी सुरु